सबैभन्दा महत्त्वपूर्ण कामका लागि समय दिनु। एक समयको कुरा हो, एकजना महात्मा थिए। उनी हरेक दिन एउटा किसानको खेतको बाटो हुँदै सहर जाने गर्थे। उनले किसानलाई बिहानदेखि साँझसम्म खेतबारीको हेरचाहमा लागिरहेको देख्थे। एक दिन उनी किसानसँग कुराकानी गर्न रोकिए। महात्माले भने, मित्र, आजको दिन शुभ रहोस्। म तपाईलाई हरेक दिन धेरै मेहनत गरिरहेको देख्छु। किसानले उहाँलाई हेरेर मुस्कुराउँदै भने, हो हजुर, मलाई परिवारको पालन पोषणका लागि धेरै मेहनत गर्नुपर्छ। महात्माले शिर हल्लाउँदै भने, म बुझ्न सक्छु, तर आफ्ना लागि कहिल्यै समय निकाल्ने बारेमा सोच्नु भएको छ? समय निकालेर आफ्नो काम गर्ने विषयमा कहिले मनमा सोचाइ आएको छ? मेरो आफ्नो काम, हजुरको भनाइको तात्पर्य के हो? किसानले आफ्नो कोदालो तल राख्दै उभिएर सोधे। म आफ्नै काम त गरिरहेको छु नि। मेरा साना बच्चाहरूको पालन पोषणका लागि म यति धेरै मेहनत गर्छु। आफ्नो परिवारको आवश्यकता पूरा गर्न सकियोस् भनेर सक्दो कोसिस गरेको छु। महात्माले भने, म मान्छु तपाईले पुरा इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निभाउँदै हुनुहुन्छ। तर के तपाईले परमात्मालाई याद गर्न, उहाँलाई धन्यवाद दिन समय निकाल्ने बारेमा कहिल्यै सोच्नु भएको छ, जुन तपाईको वास्तविक काम हो? किसान मतलब नगरी कुम झड्कार्दै आफ्नो काममा लागे। मसँग यस्ता कुराहरूको लागि समय छैन। जुन दिन मेरा बालबच्चा ठुला हुनेछन् त्यति बेला यसको बारेमा सोचुला। महात्मा चुपचाप आफ्नो बाटो लागे। कैयौं वर्ष बिते। एक दिन उनै महात्मा फेरि त्यही किसानको खेतको बाटो हुँदै निस्किँदै थिए। उनले किसानका बालबच्चाहरू ठुला भइसकेका र खेतमा काम गरिरहेका देखे। किसान र उनका बच्चाहरू सबै मिलेर धेरै मेहनत साथ काम गर्दै थिए। किसानको दारी फुलिसकेको थियो र ढाड कुप्रो परिसकेको थियो, तैपनि उनी खेतमा काम गर्दै थिए। मित्र, आजको दिन शुभ रहोस्। मैले तपाईका बच्चाहरू ठुला भइसकेका र तपाईलाई काममा मद्दत गरिरहेका देखे, महात्माले भने। हो हजुर, किसानले मुस्कुराउँदै ठुलो गर्वका साथ भने। यिनीहरू ठुला भए, यिनीहरूको विवाह पनि भयो, बच्चाहरू समेत छन्। महात्माले सही थाप्दै भने, अब त तपाईसँग आफ्ना लागि समय छ होला। के अब परमात्मालाई सम्झने, उहाँलाई धन्यवाद दिने गर्नुभएको छ त? किसानले छैन भन्दै टाउको हल्लाएर भने, महात्मा, मेरो जति जति परिवार बढ्दै गयो त्यति त्यति जमिन पनि थप्दै जान पर्यो। उनले लामो सुस्केर हाल्दै भने, नत्र भने कसरी हामीहरूले आफ्ना आवश्यकता पूरा गर्न सक्नु, कसरी आरामदायी जिन्दगी जिउन सक्नु? त्यसै बेला किसानको नाति दौडेर आयो र उनलाई अँगालो हाल्यो। किसानले हाँस्दै भने, मेरा यी नाति नातिनीहरूले मलाई रात दिन व्यस्त बनाएका छन्। मसँग अरू कुनै काम गर्ने फुर्सदै छैन। महात्मा टाउको हल्लाउँदै चुपचाप आफ्नो बाटो लागे। अरू कैयौं वर्ष बिते। महात्मा एकपटक फेरि किसानलाई भेट्न आए। यसपटक किसान बिस्तारामा पल्टिरहेका थिए। उनी धेरै बिरामी थिए, ज्यादै कमजोर भइसकेका थिए। उनकी श्रीमतीको पहिले नै मृत्यु भइसकेको थियो। बाँकी परिवार तिनै थिए, तर सबै आफ्नो काममा व्यस्त थिए। कसैलाई पनि किसानसँग बस्ने फुर्सद थिएन। उनी आफूलाई असाध्यै एक्लो महसुस गरिरहेका थिए। मेरो मित्र, हजुरको दिन शुभ रहोस्। महात्माले उनको बिस्तराको छेउमा बस्दै भने, तपाईलाई यति धेरै बिरामी देखेर मलाई दुःख लाग्यो। किसानले बल्ल बल्ल आँखा खोलेर हेरे। उनका आँखामा आँसु भरिएर आयो। हजुरलाई धेरै धेरै धन्यवाद,
उनले भने। मलाई अब मेरो समय आए जस्तो लागेको छ। महात्माले केही समय किसानसँग बसेर कुराकानी गरे। मेरा मित्र, म कैयौँ वर्षदेखि तपाईँको खेत र घरको बाटो हुँदै हिँडेँ। हरेक पटक मैले तपाईँलाई धेरै मिहिनेत गरेको देखेँ। पहिले बच्चाहरू हुर्काउनका लागि, त्यसपछि फेरि नाति नातिनीहरूको हेरचाहका लागि। तर मैले कहिल्यै पनि तपाईँले आफ्नो कामका लागि समय निकालेको देखिनँ। तपाईँको वास्तविक काम परमात्माको याद गर्नु थियो, उहाँलाई धन्यवाद दिनु थियो। किसानले महात्मातिर हेरेर लामो सास लिए। म स्वीकार गर्छु, किसानले उदास हुँदै भने। मैले सधैँ मसँग पछि समय हुन्छ भन्ने सोच्थेँ, तर अब धेरै ढिला भइसके जस्तो लाग्यो। महात्माले सहमतिमा टाउको हल्लाए। हो मित्र, आफ्नो वास्तविक र जरुरी कामलाई टार्दा यही खतरा हुन्छ। हामीहरूलाई आफ्नो आयु कहिले सकिन्छ थाहै हुँदैन। अर्को पटक महात्मा त्यतैबाट जाँदा किसानको मृत्यु भइसकेको थियो। महात्मा त्यहाँ केही समयका लागि रोकिनुभयो। किसानको खेत खलिहानलाई हेरेर उहाँ सोचिरहनु भएको थियो, जिन्दगीको कुनै भरोसा छैन। कति छिटो सकिन्छ, कति सजिलै यो अनमोल मौका हातबाट गुम्छ।